हिजो नेपालले फर्स्ट गेम वेस्ट इन्डिज विरुद्ध जित्यो, पहिलो गेम जित्यो र हिजो पनि नेपालले अलमोस्ट काटे किट भन्छ नि नेपाललाई त्यो ट्याग हिजो नेपालले 16 र 18 ओभरमा अलमोस्ट नेपालले गेमको लगभग दिइसकेको थियो सुम्पल कामीको त 2टा ओभरमा, जबकि सुम्पल कामीले एकैचोटि दोस्रो र थर्ड ओभरमा तेस्रो र चौथो ओभरमा एकदम खत्तमै बलिङ गरेको थियो कि रन कति खायो थाहा भइसकेको थियो र हिजो नेपालले अलमोस्ट 2टा ओभर हेर्दाखेरि मलाई अब चाहिँ क्याप्टेनले फेरि त्यो पुरानो जति पनि गल्ती गरेको थियो त्यो गल्ती फेरि हिजो नेपालको कप्तानले गरिसकेको थियो। धन्न थ्याङ्क गड कि 19औं ओभरमा करण केसी आएर नेपाललाई सेभ गरेको खासमा हिजो हैन, त्यसपछि त प्रेसर नपर्यो विकेट पनि गयो। हिजो एउटै कुरा मलाई लागेको थियो रोहित कुमार पौडेलले नन्दन यादवलाई किन 1 ओभर भन्दा बढी बलिङ गर्नु, उसको इकोनोमी राम्रै थियो, विकेट पनि ल्याएको फर्स्ट ओभरमा, त्यसपछि बलिङ गर्नु रोटेसन आएन। अनि ललित कुमार राजवंशीको जहिले पनि कप्तानले ओभर खाइदिरा हुन्छ क्या, किन त्यो बुझ्नुहोस् एक कुरा, जबकि सुम्पल कामी एकदम रन खाइरा हुन्छ तर उनीहरुले ब्याक टु ब्याक ल्याइरा हुन्छ क्या, कप्तानले जानी गल्ती गरेको हो कि उलाई याद नभएको कि कसरी बाहिरबाट पनि केही कल आउँदैन कि यस्तो भएर चाहिँ गेम हातबाट फुस्किसकेको थियो हिजो। तर त्यही त भने 19औं ओभरमा जब करण केसीले सेभ गरेको थियो नेपाललाई, त हिजो पनि हामी त्यही एउटा 1-2 रनले हार्ने अवस्था पुगिसकेको थियो कि हामी हैन, त त्यस्तो छ। तर पनि नेपाल जित्छ, फर्स्ट एभर नेपालले विन गर्यो कुनै एउटा फुल नेसन्स को विरुद्धमा। सो अब भोलि आज एसिया कप फाइनल हुँदैछ युएई मा हैन, सो भोलि नेपालले दोस्रो सिरिज खेल्दैछ, नेपाल 1-0 ले अगाडि छ। सो यसले हेर्दाखेरि नेपालको आत्मबल दह्रो हुनेवाला छ हिजो भोलि सेकेन्ड गेम खेल्नेमा। सो एकचोटि म तपाईलाई हिजोको स्क्वाड देखाउने छ, यसमा के परिवर्तन जरुरी छ, कति खेलाडी नामको भरमा मात्रै पनि टिममा परिरहेछ क्या, जस्तो सुकै टिमसँग खेल्दा नि त्यो खेलाडी बार पर्दाखेरि उनीहरुको आफ्नो स्ट्याट्स चाहिँ खराब भइरहेछ क्या हैन। हेर्ने हो भने यति म्याच खेलिसक्यो रन छैन, खेलाडीले आफूले आफ्नो स्ट्याट्स हेरेर पनि सक हुन्छ होला क्या, त्यसको लागि पनि के खेलाडीलाई चाहिँ भोलि रेस्ट दिन आवश्यक छ क्या। भोलि हारे हिजो पनि जित्यो नेपालले, भोलि पनि हार्नु जित्नु यो खास चाहिँ सिक्ने हो, जित्यो एउटा गेम जित्यो, हिजोको एउटा जित्ने हाम्रो लागि वर्ल्ड कप जिते भएर हुन्छ कि हामीलाई टेस्ट नेसनलाई जित्नु त यो त हाम्रो ओमन हो भने T20 क्वालिफायरको बेस हो क्या। सो बेस बनाउँछ हामीसँग बेन्च स्ट्रेन्थ पनि, हाम्रो कप्तानको कमजोरी भनेको बेन्च स्ट्रेन्थ कस्तो छ आफूसँग त चेक नगर्नु, हामीसँग यस्तो खेलाडी थियो हिजो। तर किन थाहा छैन त्यो लोकेश र आदिल मध्ये एउटा चाहिँ पर्नु पर्छ लाग्छ टिममा। हिजो हामी त्यो लोकेश र आदिल मध्ये एउटाको फिनिस हेर्नु पाएको भए थोरै स्कोर जान सक्छ, अरू 10-15 रन बढी हैन, किनकि सबैभन्दा खराब त ओपनर थियो। त्यसपछि दिपेन्द्र सिंह ऐरीको जुन आफ्नो नाम छ त्यो अनुसार हिजो गेम देखेन हामीले दिपेन्द्र सिंह ऐरीबाट पनि। ओपनर त एज युजुअल हामीलाई ओपनरबाट खासै आश गर्ने ठाउँै छैन। सो अब ओपनर पनि के ओपनरलाई फुटाएर दिपेन्द्र सिंहलाई रेस्ट दिने कि, दिपेन्द्र सिंह जस्तो खेलाडी क्षमता छ तर हिजो पनि हेरेको होला कति ब्याट घुमाएर थियो, तर ब्याट र बल टच भइरहेको थिएन हैन। सो त्यसले गर्दाखेरि उसलाई पनि रेस्ट दिनुपर्छ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। अब त्यसले गर्दा आज थोरै के अब आज कुरा गरौँ न भोलिको बारेमा, अब भोलि हुने म्याचमा के परिवर्तन गर्न सकिन्छ त नेपालले हैन। अब यति धेरै अलराउन्डर मात्रै बोकेर गइरहेछ कि हैन, त्यही पनि हामीसँग डेप्थ छ कि 11 ओभरसम्म 10औं विकेटसम्म हामीसँग डेप्थ छ। 10औं विकेटसम्मको मान्छेले 9 विकेटसम्म मान्छेले पेल्न सक्छ, 10 जना खेलाडीले तर पनि स्कोर बनायो टुक खेलिरहेछौँ कि हैन। जबकि हिजो दिपेन्द्र सिंह ऐलीबाट 19 बल खेल्दाखेरि 16-17 रन बनेको थियो, त्यो एकदम कम्ती थियो, किनकि कि त छिटो आउट भएर अरू 2-4 रन हान्दिएको थियो भने बाँच्थ्यो। हामी को हेर्नु त नन्दन यादव पनि लास्ट मारेर छक्का हान्यो, जब उसले कति नै बल खेल्यो हैन। करण केसीहरु भने त्यो बेलामा आएर हामीले करण केसीहरु धेरै आश गर्न पनि सक्दैन हैन। मेन भनेको ओपनर चल्नु पर्यो क्या जुन चाहिँ खेलको लागि। अब ओमानमा हुने क्वालिफायरको लागि मैले जापान समोआ के हामीसँग हैन, यिनीहरुले कति बाहिर खेलाडी थपेको छ क्या। समोआले कता न्युजिल्यान्डको खेलाडीहरुलाई लगेर थपिरहेछ, जापानले साउथ अफ्रिकामा लगेर प्र्याक्टिस गराइरहेछ खेलाडीहरुलाई हैन, जापानले अल सबै बाहिरै खेलाडी हालिरहेछ हैन, सबै बाहिर खेलाडी। यिनीहरुलाई थाहा छ त दिनकै हाम्रो खेलाडी त पक्का स्ट्याट्स त बोकेर बसेको हुन्छ यिनीहरु कि कुन खेलाडीले कस्तो खेल्दैछ, कसको कमजोरी के छ भनेर हैन, पक्का त बोकेर बस्छ। अब यस्तोमा हामी चाहिँ जति हामीले जे भने नि हाम्रो ओपनर यो 2 जनै हो र यो अब क्वालिफायरसम्मलाई अनि दिपेन्द्र सिंह ऐरी भनेको हाम्रो मान्ने पनि नमाने पनि स्टार हो, किन पल्छ बट सेभ गर्न आवश्यक थिइनलाई पनि के रेस्ट दिन आवश्यक छ क्या। आज राम्रो खेल्छ नि फेरि भोलि पनि मैदान उतार्दिएको छ, आफ्नो पनि आत्मबल कमजोर हुन्छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि
केही परिवर्तन जरुरी छ। मैले हिजोको खेल हेर्दाखेरि हैन हामीले कति खेलाडी नेपालमा छोडेर गएका छौँ, विवेक यादव, बसिर अहमद जस्तो खेलाडी हैन। त्यही पनि अब अहिलेको स्क्वाड पनि सन्दीप लामिछाने थिएन, सन्दीप बिना पनि हामीलाई खासै अप्ठ्यारो परेन, किनकि सन्दीप नहुँदा पनि कुशल, मलाई चाहिँ पर्सनली सन्दीप भन्दा कुशल भुटेको लेग स्पिनमा विश्वास लाग्छ क्या। सन्दीप लामिछाने धेरै भइसक्यो खेलेको, तर मलाई चाहिँ भुटेलको लेग स्पिनमा चाहिँ विकेट आउने कस्तो कन्फिडेन्स आउँछ भनेको चाहिँ अहिलेको नै मलाई बलिङमा राम्रो कन्फिडेन्स लाग्छ क्या। फिल्डिङ त खतरै छ अहिलेको हैन, पनि केही चेन्ज गर्न सकिन्छ भोलि हामीले जस्तो लाग्छ मलाई चाहिँ। अब जस्तै ओपनिङ हेरौँ, भुटेललाई त रिप्लेस गर्ने खेलाडी छैन हाम्रो नेपालमा अहिलेसम्म यो 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 टुरमा हैन। सो आसिफको ठाउँमा हामीले चेन्ज गर्न सक्छौँ कि, त्यसै पनि आसिफले धेरै राम्रो गरिरहेको छैन पछिल्लो समय हैन। सो हामीले लोकेश हाम्रो नेपालको विकेट किपर ब्याट्सम्यान पनि हो, ओपनर पनि हो, कति खेलमा ओपनर पनि हामी देख्छौँ विराटनगर किङ्सबाट हैन एनपिएलमा। यसले गर्दा आज भोलिको म्याचमा हामीले आसिफलाई रेस्ट दिएर हामीले उसलाई हाल्न सक्छौँ, लोकेश रामलाई ओपनरमा, उसलाई फिनिसिङमा राख्नु सक्छौँ। अनि मिडफिल्डमा दिपेन सिंह अहिले रेस्ट पनि मिल्छ। बलिङको लागि हामीसँग आवश्यक टन्नै छ क्या मान्छे, बलिङको लागि यति धेरै मान्छे दिपेन्द्र बिना पनि बलिङ चल्छ क्या हाम्रो। हिजो पनि 7 जनाले बलिङ गर्यो, 4 जना 5 जना भए इनफ भइहाल्यो नि। फुल बलरहरूलाई दिने हो नि बलिङ अन्त हैन। भोलि सम्पाल कामीलाई रेस्ट दिन आवश्यक छ। सम्पाल कामी पनि केही नराम्रो हैन, तर उनीहरू भने एक्स्ट्रा खेलाडी हो हाम्रो। जस्तो गरे नि हामीले उनीहरूलाई फुल कुनै पनि गेममा ड्रप गर्न सक्दैन क्या। सो रेस्ट दिएर हामीले ओमानको लागि बचाउनु पर्यो क्या हामीले। यो भन्दा ओमानको स्क्वाड, ओमानको सिरिज चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट छ अब सबैभन्दा बढी। त्यसपछि लगातार ओडिआई हाम्रो सिडब्ल्युसी लिग 2 हुँदैछ युएईमा, त्यसको लागि पनि सबभन्दा महत्त्वपूर्ण चाहिँ ओमान सिरिजको लागि जगाउनु पर्यो। सो सम्पाललाई रेस्ट दिए हुन्छ हाम्रो भोलि। त्यसपछि सन्दीपलाई अघिल्लो म्याच पनि सन्दीपले आफैले नखेलेको भनेको छ, केही समस्या होला हैन। बुबिना पनि हामीसँग लेग स्पिन भएकोले सन्दीप हुनु र नहुनु खासै फरक पर्छ जस्तो लाग्दैन मलाई। त्यही आफ्नो धारणा कोही सन्दीप हुनैपर्छ भन्नुहुन्छ हैन, त्यो आफ्नो त्यो थट हो। मलाई चाहिँ उबिना पनि गेम चल्छ जस्तो लाग्छ मलाई चाहिँ। अब त्यसपछि हाम्रो सर हेर्दा मलाई चाहिँ कस्तो लाग्छ भोलि कुशल भइहाल्यो, लोकेश भइहाल्यो ओपनरमा हैन। अनि रोहित कुमार पौडेल र मल्ल त समस्या 3 or 4 मा हैन विकेटको लागि। त्यसपछि जोरा मलाई हिजो दिपेन सिंह अहिले भन्दा अगाडि जोरा आउनु पर्छ लागेको थियो क्या दिपेन खेल्दै हेर्दाखेरि। बट जोरासँग छ क्या, जोरासँग छ क्या। मलाई जोराको चाहिँ म जब हङकङ सुपर 6 हेर्छु नि त्यहाँदेखि म फ्यान हो। त्यसै त जोराको मलाई ब्याटिङ मनपर्छ हैन। त्यसै अनि फिल्डिङमा क्याच, बब्बाल क्याच कस्तो खतरा त गर्छ हैन। जस्तो क्याचिङ फिल्डिङमा मलाई मन पर्यो भनेको चाहिँ कुशल भुटेलको क्याच हैन, हिजो पनि हेरिहाल्नु भयो लास्ट क्याच कस्तो थियो। अनि जोराको क्याच हतपत झर्दैन कि यिनीहरूको हातबाट। दिपेन्द्रको थ्रो राम्रो छ क्या, रनिङ राम्रो छ। त्यो पनि दिपेन्द्र, त्यही भएर पनि भन्छ दिपेन्द्र चाहिँ हामीले सेक्रेट बनाउनु छ क्या। दिपेन्द्रलाई हामीलाई ओपन गरेर देखाउनु छ, लुकाउनु छ हामीलाई ओमान सिरिजको लागि। सो दिपेन्द्रलाई रेस्ट दिउँ भोलि। त्यसपछि भने गुलसन्जालाई हामीले युज गरिरहेको छैन क्या। गुलसन्जा बलिङ यस्तो हाइट छ हैन, कस्तो उसले बाउन्स गर्नु सक्छ, तर उसलाई हामीले बलिङै दिइरहेको छैन क्या। किन छ त गुलसन्जा जस्ट अलराउन्डरको रूपमा लिइरहेको छ, तर के को लागि छ त जस्ट आउने 8-10 ओभर खेल्ने 300 को स्टार्टरमा बल उडाउने जाने, बलिङ जाने प्रयोग गर्नु पर्यो क्या। गुलसन्जा यस्तो समाउन बोकेको खेलाडी हो हैन। सो गुलसन्जा अलि हिजो राम्रो गरेको हिजो गुलसन मल्ल रोहितले त गरे, अरू त कसैले गर्दै गरेन हैन। सो गुलसन त अब हामीसँग हुन्छ स्क्वाडमा। त्यसपछि आरिफलाई राख्नु आवश्यक छ जस्तो लाग्छ मलाई, किनभने यदि थोरै के सेभिङ अलिक डिफेन्स खेल्नु परेको ठाउँमा हामीले उसलाई छिटो विकेट गएको खण्डमा उसलाई बिचमा राखेर खेलाउन मिल्छ क्या आरिफलाई हैन। सो भोलि आरिफलाई पनि हुन्छ जस्तो लागेर हाम्रो त्यो ओमानको लागि पनि तयार गर्नुपर्ने हो। म चाहिँ कसरी हेर्दैछु भने टोटल्ली बेन्च स्ट्रेन्थ चाहिँ हेर्नु पर्यो क्या। अब बेन्च स्ट्रेन्थ कस्तो बनाउनु त, सधैँ त्यो खेलाडी मात्रै प्रयोग गरेर बेन्चको लागि चाहिँ मौकै नदिने। अनि एक दिन मौका दियो, 1 ओभर दियो, थोरै रन खानु त्यो झार्दियो क्या। फेरि त्यो खेलाडी कहिलेसम्म धानेर बोक्नु त चाहियो नि त ब्याक सपोर्ट हैन। त्यसको लागि नि भन्छु म आरिफलाई दिनु, आदिललाई मौका दिनु पर्यो भोलि। आदिल फिनिसरको रूपमा, लोकेशमा ओपनमा आएपछि आरिफ हाम्रो आदिललाई यो दिउँ क्या। वेस्ट इन्डिजको पेस बलरमा मलाई लाग्छ आदिलले घुमाएको बलले छक्का जान्छ क्या। त्यसले हिजो गुलसनको कुरा सुन्यो भने हाम्रो हिजोको बाउन्ड्री पनि सानो छ, आदिलको सर्ट खतरा छ क्या। धेरै चाहिँदैन, 5-7 बल खेलेर 200-300 स्ट्राइकरले हामीले दियो भने दामी भइहाल्छ फिनिसर हैन। त्यसपछि हामीसँग फिनिसरको रूपमा हामी करण केसीले पनि कहिलेकाहीँ घुमाउँछ T20मा। नन्दन यादवको त इन्टेन्टली क्लियर छ क्या, जस जिताउनुपर्छ ठोक्नुपर्छ। T20 खेल्दैछु भनेको कसैले बुझ्छ भने मलाई त्यो नन्दन यादव जस्तो लाग्छ। नन्दनको बलिङ हामीले खाइदिरहेछौँ हैन, मौका दिइरहेछौँ। अनि त्यसपछि हामीसँग ललित शाह, म त भन्छु ललितले धेरै मौका पाइसकेछ क्या।
शाहब आलमलाई प्रयोग गरेर हेरौँ न, ऊ पनि त स्पिनर। ललित र शाहब आलम भनेको नेपालको डोमेस्टिक क्रिकेटमा स्पिनको राजा हो क्या दुईजना। अनि ललित भन्नु हिजो पनि ललितले कस्तो दामी दुई ओभर गरेर 6 रन दिएको छ, तर उसको उसलाई रनै के भन्छ दिएन क्या उसलाई 2 ओभर। वाइ प्रश्न छ त, यसको जवाब त छैन होला कप्तानसँग। ललित र शाहब जसलाई दिए पनि हुन्छ मौका क्या, होइन सकेसम्म म त भन्छु कम्ती मौका पाएको खेलाडीले मौका पाओस् क्या, गर्छ क्या। हामीसँग यति त्यसो बलिङको लागि हामीसँग कुशल भुर्तीले 4 ओभर फालिदिन्छ, होइन। अनि क्याप्टेन आफैले 4 ओभर फालिदिन सक्छ, 8 ओभर त गइसक्यो। नन्दनले 4 ओभर फालिदिन सक्छ, 12 ओभर गइसक्यो। ललित शाहब एकजनाले 4 ओभर फालिदिन सक्छ, 16 ओभर। बाँकी त हामीले मल्ल छ हामीसँग, मल्लले फाल्न सक्छ, होइन। अनि हामीसँग गुल्सन छ 4 ओभर फाल्न सक्ने खेलाडी छ। यति धेरै भेराइटी छ क्या हामी नेपाली टिमसँग, होइन। तपाईँ किन यति धेरै प्रयोग गरेर छ। फुल क्याप्टेनले 1-2 ओभरमा रन खायो भने जसरी सुम्पाल कामीलाई विश्वास गर्छ नि रिक्स मोलेर, त्यो विश्वास चाहिँ हाम्रो नन्दन गुल्सनलाई गर्नु पर्यो क्या क्याप्टेनले। यो चाहिँ गर्नु आवश्यक छ। हिजोकोबाट त्यही दिपेन सिंह ऐरी अनि आसिफ शेख लगायत चेन्ज हुनसक्छ, अनि सुम्पाल कामीलाई पनि चेन्ज गर्नु मिल्छ भने म चाहिँ यिनीहरूलाई ड्रप गरेर रेस्ट दिएँ भने राम्रो हुन्छ जस्तो लाग्छ। सो भोलि बाँकी त अनि अर्को मेन कुरा टस नेपालले T20मा यो जब अस्ट्रेलिया सिरिज गयो भने अस्ट्रेलियाको भ्रमण गएको थियो नेपालले। त्यसपछि हेर्नु जति पनि नेपालले जितेको छ नि सबै गेम नेपालले पहिलो ब्याटिङ गरेर जितेको छ क्या, होइन। पहिलो ब्याटिङ गरेर जितेको छ नेपालले। हो त्यसले गर्दाखेरि पनि नेपाल वेस्ट इन्डिजहरू चेज गर्नु कमजोर छ। मलाई त्यस्तो लाग्छ वेस्ट इन्डिजहरू यिनीहरू आक्रमक क्रिकेट खेल्छ नि त, होइन। बिस्तार रोकेर खेल्न सक्दैन, त्यो खेलेपछि कि रिक्स हो, क्याच त गइहाल्छ। हिजो पनि त्यही त भएको नि, होइन। त्यो हिजो अस्ति नेपालले मिनिमम 150-60 को टार्गेट दिनु पर्यो। हिजोको खेल हेरेर नेपालले कस्तो खेल्छ भनेको वेस्ट इन्डिज जस्तो खेलाडीले छिटो थाहा पाउँछ उनीहरू भनेको वेल एक्सपिरियन्स खेलाडीहरू छ, होइन। त्यसले गर्दा थाहा पाउँछ क्या नेपाली खेलाडीले हिजो कस्तो खेल्यो र कसरी खेल्दो रहेछ भनेको। यसले गर्दा नेपालले पनि थोरै अलिकति अगाडि सोच्नु पर्यो। हिजो 150 भन्दा कमको स्कोर हालेर डिफेन्ड गर्नुको मतलब भोलि पनि गर्छु भन्ने हुँदैन। सो मेन भनेको भोलि टस जित्यो भने वेस्ट इन्डिजले आफू ब्याटिङ गर्न सक्छ। नेपालले टस जित्यो भने आफैले ब्याटिङ गर्नु पर्यो क्या, आफैले ब्याटिङ गर्नु। इङ्ग्लिस गयो नि त, बााउन्ड्री लेस भयो नि त, होइन। हाम्रो पुरा ब्याट्सम्यानले ब्याटिङ गर्नु पायो, छिटो कल्यास भयो भने पनि देख्नु पाइयो नि त हाम्रो ब्याट्सम्यानको क्षमता कस्तो छ, ब्याटिङ गर्ने क्षमता भने। त्यसको लागि पनि नेपालले चाहिँ भोलि जसरी पनि टस जित्यो भने जितेको खण्डमा चाहिँ ब्याटिङ गर्नु पर्यो। अथवा हिजो जस्तै वेस्ट इन्डिजले जित्यो भने नि नेपालले चाहिँ ब्याटिङै पाउँछ जस्तो लाग्छ मलाई। भोलिको म भन्छु जहिले पनि नेपालले ब्याटिङ सधैँ आफ्नो कम्फर्ट जोनमा बस्नु हुँदैन क्या। उनीहरूले पहिले ब्याटिङ गरेर उनीहरूले तोडिदिन्छ क्या, उनीहरू जति यस्तो हान्छ। म त भने त वेस्ट इन्डिज फर्स्ट स्कोर ब्याटिङ गर्नु पाएन मलाई लाग्छ 200 कटाइन्छ जस्तो लाग्छ तिनीहरूलाई। किनभने जति नै पुग्छ नि त, होइन। 10 जना खेलाडी छ, उनीहरू रोकेर खेल्ने छटकटै छैन। हाम्रो नेपाल जस्तो टुक खेल्दैन उनीहरू। त्यही भएर पहिले आफूले गर 160 एबभको टार्गेट दिनु भने भोलि पनि नेपाल जित्ने सम्भावना छ। यही हो कुराहरू, केही परिवर्तन आवश्यक छ नेपाली टिमलाई। किनभने जितभन्दा नि वुमन सिरिजलाई हेर्ने भने के खेलाडी रेस्ट दिनु पनि बाँकी छ, केही खेलाडी लुकाउनु पनि आवश्यक छ उनीहरूले, होइन। हामीलाई हेरिरहेको छ अहिले पनि क्या, संसारले हेरिरहेको छ। सँगसँगै त्यो वुमन हामीसँग खेलेको टिमहरू पनि हेरिरहेको छ। हाम्रो लागि वर्ल्ड कप 2026 इम्पोर्टेन्ट छ T20 है। सो त्यसले गर्दा भोलि के रेस्ट दिन्छ जसरी नै आवश्यक क्याप्टेनले चाहिँ, र क्याप्टेनमा थोरै मेच्युरिटी आयोस् र क्याप्टेनले जहिले पनि गल्ती गरेर हुन्छ क्या बलिङ रोटेसन जस्तो। त्यो चाहिँ सायद भोलि देख्न नपाइयोस् जस्तो लाग्छ। सो तपाईँलाई के लाग्छ भोलि को चाहिँ खेलाडीहरू चाहिँ रिप्लेस भयो जस्तो लाग्छ? आदिल चाहिँ टिममा भोलि पर्ने भयो। सो भोलिको लागि नेपाली टिममा शुभकामना।